Hi everyone, welcome back to my channel and welcome back to a new video. Ajuko video is not like normal vlog and all. I just sit down video, and if you're watching this, alikati lamu hunu sakcha yo video agadi nai bhandiraheko, and it's not an aesthetic and pleasing video. It's a real talk video, guys. Kinaki yo year I have faced a lot of things. And kunai pani yesto एउटै लाइनको थिएन यो इयर जस्तै लास्ट इयर मेरो एउटै लाइनको थियो केही त्यस्तो इन्ट्रेस्टिङ केही भएन लास्ट इयर हैन बट दिस इयर ओ माय गॉड मेरो लाइक वेभलेन्थ हुन्छ नि इयरको हेर्यो भने यस्तो छ यस्तो 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 एन्ड आई रियली वान्टेड टु शेयर आउट देयर हुन्छ नि के भयो यो इयर किनकि मैले लास्ट भ्लग गरेको थिएँ आई थिङ्क 8-9 months अगो त्यसको बाद मैले यता भ्लगहरू गरिनँ एन्ड इट हेज ह्यापन अ लट सो आई एम गोइङ टु टक अबाउट एभ्रिथिङ अझै मैले म के भुलिदिन्छु कि भनेर आई हेभ रिटन अल्सो यहाँ कहाँ लेखेको पनि छु मैले के हो कि मेरो जिन्दगीमा के भयो भनेर हुन्छ नि एन्ड आई एम गोइङ टु स्पेल आउट एभ्रिथिङ अन्त if you're looking this and if you're here for the first time, do like, share and subscribe. This is not an aesthetic video. It's always a real talk video, real life stories, and random vlogs. So, सबसे पहिला मैले आफ्नो 2025 अंगुर खाएर स्टार्ट गरेको थिएँ. Do you believe? Under the table, it was a trend. हुन्छ नि अहिले पनि चल्दैछ. यो वर्ष पनि म गर्छु के 2026 मा पनि म गर्छु. 2025 चाहिँ मैले अंगुर खाएर स्टार्ट गरेको थिएँ. As if केही नै ड्रामा हुन्छ मेरो लाइफमा भन्ने जत्तिकै अंगुर खाएको थिएँ मैले. त्यही नै 12 वटा अंगुर खाएको थिएँ under the table. And I started the year. ठिकै चल्दै थियो monotonous life थियो. I had a job हुन्छ नि गरिरहेको थिएँ म हैन. And then 2025 मा एकपल्ट कुम्भ मेलाको पुरा चल्दै थियो याद छ कुम्भ मेला जानुपर्छ फेब्रुअरी मा भनेर पुरै बेसी त्यो उयो चल्दै थियो लाइक एभ्रीवन वाज गोइङ हैन अन्त मेरो फ्यामिलीले नि डिसाइड गरेको थियो वी विल अल्सो गो कुम्भ मेला भनेर एन्ड एट दैट पीक टाइम माई ग्रान्डमदर वाज सिक हुन्छ नि उहाँ निकै नै साह्रो हुनुहुन्थ्यो बिमार हुनुहुन्थ्यो एन्ड वी वर लाइक साह्रो हुनुहुन्छ हैन लाइक हेर्दैछ यताउता तर लाइक अब कुम्भ मेलाको सबै कुरा डिसाइड भइसकेको थियो एन्ड नोबडी थट कि ट्रेजेडी आउँछ हाम्रो जिन्दगीमा भनेर हुन्छ नि हामी सबै रेडी भइसकेको छ त्यहाँदेखि ट्रेनको टिकट भइसकेको छ एन्ड लाइक एभ्रिथिङ इज लाइक गोइङ स्मुथ ट्रेनको टिकट एन्ड अल हुन्छ नि सबै पेमेन्ट्सहरू गरिसकेको छ एन्ड देन भोलिपल्ट जानुपर्ने त्यसको एक दिन अगाडि कल आउँछ लाइक हजुरआमा निकै नै बिमार हुनुहुन्छ भनेर हुन्छ नि एन्ड निकै नै साह्रो हुनुहुन्छ त्यस्तो भनेर एन्ड वी वर लाइक वी आर क्यान्सलिङ दिस ट्रिप क्यान्सल भयो एन्ड 2025 हेज टेस्टेड मी इन सो मेनी वेज वी वेन्ट हैन अब मैले त छुट्टी मागिसकेको थिएँ नि त कुम्भ मेलाको लागि एन्ड तर I canceled that and I just went to see her and janda jandai batoma we got to know that she is no more हैन and we were like अब हामीले भेट्नु पनि पाएन and she used to live in Silguri हैन it was a little bit sad अन्त हामी गयो एन्ड सबै कार्य जे हुन्छ त्यो कार्यहरू गर्यो वी वेन्ट ब्याक होम अन्त फेब्रुअरीको जनवरी त्यसरी स्टार्ट भएपछि फेब्रुअरी त्यस्तो हिसाबले स्टार्ट भयो द्याट आई लस्ट माई ग्रान्ड मदर हुन्छ नि एन्ड हाम्रो कार्य हिन्दू कल्चरमा वी डु 13 days वर्क हैन 13 दिनको कार्य हुन्छ 13 दिनको काम हुन्छ हामीले सबै राम्ररी गर्यो एन्ड द्याट हाउ माई इयर स्टार्टेड It was not at all a good start. Some of the days were heavy and some of the days were healing. March ke April ma like मेरो एकजना कजनको बिहा थियो and it was out of the country. अब हामी इन्डियामा बसेर आउट अफ द कन्ट्री भने चाहिँ कहाँ जानु सक्छ नेपाल हैन म चाहिँ आई नो अरूहरू जान्छ फरेन पनि म चाहिँ आउट अफ द कन्ट्री भने चाहिँ नेपाल पुग्छु म अन्त नेपालमा बिहा थियो and she got married okay and she is smaller than me मेरो बहिनी हो 1-2 वर्ष बहिनी हो सानो हो एन्ड के हुन सक्छ दिदी बिहामा गएको छ शी इज अनम्यारिड
अन्त बहिनीको बिहा खानु दिदी पुगेको छ भने त्यो बिहामा के टपिक हुन सक्छ होला? क्यान यु गाइज इमेजिन? द टपिक वाज मेरो बिहा। अब मैले सोचेको पनि छुइनँ है त्यो कुरा चाहिँ, म गर्छु गर्दिनँ त्यो पनि याद छैन। एभ्री वान वाज फिक्सिङ माई म्याच हुन्छ नि। कसैको छोरा सिङ्गल हेरे ऊ पनि सिङ्गलै छ त भनेर म्याच गरिदिने क्या। कसैको यो सिङ्गल हेरे ऊ पनि सिङ्गल। अब नो वान नोज आइम सिङ्गल लाइक मिङ्गल होइन के भन्छ त्यसलाई, इन रिलेसनसिप भनेर। तर अब त्यो के छ त्यो उसको उहाँको छोरा सिङ्गल छ अरे भनिदिउँ कुरा गरिदिउँ भन्ने हुन्छ नि। अब मलाई शरम लागिसक्यो, नगरिदिनुहोस्, नट इन्ट्रेस्टेड, त्यस्तो खालके सिचुएसन थियो। अन्त इट वाज द इयर इट्सेल्फ इज अ हार्ट ब्रेकिङ इयर हुन्छ नि। म्यारेजमा हुन्छ नि, तिम्रो छोरीले कहिले बिहा गर्छ, तिम्रो कहिले हो बिहा, अब त तिम्रो बिहा खानु आउनुपर्ने, त्यस्तो कुराहरू हुन्छ नि। एन्ड इट्स सो ट्रमाटाइजिङ। आई डोन्ट लाइक द्याट काइन्ड अफ टक हुन्छ नि। मेरोमा अहिलेसम्म त्यो उयो पनि आएको छैन होला बिहा गर्छु भनेर। केम ब्याक फ्रम द्याट म्यारेज हुन्छ नि, एन्ड आई स्टार्टेड डुइङ द रेगुलर जब। मेरो जुन चाहिँ जब अलरेडी चल्दै थियो, त्यो जब गर्दा गर्दै वान अफ द फाइन वेनेसडे, त्यस्तै वेनेसडे फ्राइडे त्यस्तै थियो होइन। इन विक डेज आई गट अ कल, ऱ्यान्डम कल हुन्छ नि, आफ्नो काम गरि नै रहेको थिएँ। अन्त आई गट अ ऱ्यान्डम कल सेइङ द्याट यस्तो यस्तो स्कुलमा देयर इज अ भ्याकेन्सी, पर्टिकुलर सब्जेक्टको लागि भ्याकेन्सी छ, वुड यु लाइक टु जोइन अर वुड यु लाइक टु गिभ अ सट, त्यस्तो खालके एउटा कल आयो ऱ्यान्डम। आई वाज सो सरप्राइज, किनकि लेट मी टेल यु एन्ड ब्रेक वाइ वाज आई सरप्राइज भनेर, बिकज इन 2025 भिजन बोर्ड देखाउँछु पनि तपाईँलाई, गट रियल। अन्त मलाई आई स्टिल हुन्छ नि अब 2026मा पनि म त्यो भिजन बोर्ड लाइक बनाउँछु भन्ने मेरो थट छ। तर मैले कतिवटा भिजन बोर्डमा बनाएको थिएँ, कतिवटा कुरा ट्रु भएको छ क्या मेरो, एन्ड आई स्टिल बिलिभ हुन्छ होला भनेर। योपालि पनि बनाउँछु, आइएम सो ह्याप्पी बनाउँछु भनेर। तपाईँहरूले बनाएको छैन भिजन बोर्ड भने डु ट्राई होइन, काहीँ न काहीँ युनिभर्सले हेरिरहेको हुन्छ एन्ड माइट बी ट्रु। अब नसोचेको कुरा पनि हुनसक्छ, हु नोज होइन। एन्ड आई गट अ कल। अन्त आई वाज सो सरप्राइज। मलाई टिचिङ जब जहिले पनि लाइक ट्राई गर्नु थियो लाइफमा कहिले न कहिले, बट आई वाज लाइक यस्तो अप्सन आउँछ भनेर मैले कहिले सोचेको थिइनँ। त्यो कल आयो एन्ड आई वाज लाइक ओके भने होइन मैले। अन्त फेरि मैले त्यो कल गरेँ एन्ड वी ह्याड अ डिस्कसन। एकपल्टमा इन्टरभ्यू हुँदैन, यु हेभ टु मिट डाइरेक्टर अरे दिस एन्ड द्याट अरे। त्यहाँदेखि मैले डाइरेक्टरसँग भेटेँ ओरेँ एन्ड आई गट सेलेक्टेड somehow, I don't know, and I was a teacher, bro. Can you imagine? I was a teacher. मैले grade 6 देखि लिएको grade 9 सम्म स्टुडेन्ट्सलाई पढाएँ एन्ड बोथ द सेक्सन आई युज टु ह्यान्डल होइन। 8वटा क्लास पढाउँथेँ, 8वटा क्लास, इट्स नट अ स्मल थिङ। 8वटा क्लास मैले पढाएँ, आई डिड इट एन्ड आई एम प्राउड अफ इट। आई डोन्ट नो स्टुडेन्टले के सोच्यो के सोचेन, बट आई डिड इट होइन। जब मैले स्कुल जब जोइन गरेँ होइन, आई ह्याड सो मेनी एक्सपिरियन्स, सो मेनी ब्युटिफुल चिल्ड्रेन होइन। यस्तो मजा मजाको नानीहरू थियो भने नि दे हेभ ग्रोन देमसेल्फ बिकज इट वाज अ रेसिडेन्सियल स्कुल। अन्त उनीहरू आफूले आफ्नै क्यारेक्टर्स बनाएको, आफ्नै पर्सनालिटी बनाएको, भेरी कन्फिडेन्ट स्टुडेन्ट्स होइन। अन्त मजा आउँथ्यो क्या उनीहरूसँग गफ गर्नु पनि, बिकज दे वर सो कन्फिडेन्ट। उनीहरूको बोलेको ओरेको त्यो कन्फिडेन्ट त्यो झल्किबस्ने नि, इट वाज सच अ गुड एक्सपिरियन्स टु टिच, टु लर्न फ्रम स्टुडेन्ट्स होइन, टु नो हाउ कन्फिडेन्ट दिस जेनेरेसन किड्स आर। मजा आयो मलाई। आई स द स्पोर्ट्स डे सेलिब्रेसन, आई स द फेथ हुन्छ नि, फेथ सेलिब्रेट गरेको पनि उनीहरूले आफै सामान बनाएर आफै बेचेको, त्यो पनि मैले देखेँ। म पनि इन्क्लुडेड थिएँ त्यो सबै चिजमा। आई डान्स्ड इन द चिल्ड्रेन्स डे सेलिब्रेसन। मजा आयो, द्याट वाज अ फन। इन बिट्विन आई ह्याड अ चेकलिस्ट टु visit a concert and I did it. I'll show the photo. त्यो मान्छेसँग भेट्नु पाएन. It was a Sajjan Raj concert and it happened. My first concert, it was so amazing हुन्छ नि. त्यो कन्सर्टको त्यो भाइबै अर्कै थियो.
भले मलाई त्यो उसको गीतको 20वटा गीत कतिवटा गीत 15वटा गीतहरू याद थिएन होला हैन तर जति पनि गीत गाए नि उसले आफ्टर जति पनि मैले जानेको गीत गाए उसले आफ्टर 10 गाए आफ्टर 10 वाज म्याजिकल हुन्छ नि आफुलाई पनि याद भएको त्यो गीत उसले नि गाइराको आफू नि इन्जोय गरि बसिरहेको हुन्छ नि आफू पनि इन्जोय गरिरहेको इट वाज डिफ्रेन्ट भाइब हुन्छ नि कन्सर्टमा आफूलाई गीत याद छ भने चाहिँ इट इज अमेजिङ अगर तपाईले कन्सर्ट एउटा भिजिट गरेको छैन भने गो ह्याभ फन हैन लाइक म यस्तो बुढी भएर कन्सर्ट अटेन्ड गरेँ भन्नु त सकेन होला तर पनि मैले कन्सर्ट अटेन्ड गरेँ एन्ड इट वाज सो गुड मलाई याद भएको गीत चाहिँ उसले 10 बजेदेखि मात्रै बजाइदिएको ल गाएको उसले 10 बजेदेखि मात्रै गायो तर हुन्छ नि उसले जति पनि गीत गायो ही स्टार्टेड फ्रम 7:30 देखि खुट्टा दुखिसकेको थियो तर व्हेन ही स्टार्टेड द सङ जो चाहिँ हामीलाई याद थियो नि हामी यति बेसी उफ्रियो यति बेसी डान्स गर्यो इट वाज फन अल टुगेदर एन्ड देन माई 2 बेस्ट फ्रेन्ड गट म्यारिड इट्स गुड फर देम हैन उनीहरूले आफ्नो लाइफ पार्टनर पायो इट्स सो गुड तर दुईजनाले एकै मतलब हुन्छ नि एउटा महिनामा बिहा गर्यो हैन फर्स्टको म गफ गरिहाल्छु र जसको बिहा छिटो थियो अगाडि थियो इट वाज सो डिफिकल्ट फर मी टु गो ट्राभल हैन बट आई वेन्ट जस्तो तस्तो गरेर पनि आई वेन्ट हिमाचल गाइज यस्तो बिजोक भएको मेरो जहिले यस्तै बिजोक हुन्छ क्या एन्ड आई नेभर थट आई वुड रिच अन टाइम भनेर तर अब हुन्छ नि त्यो एक दिन काटिसकेको छ त्यहाँदेखि अनि म पुगेँ हुन्छ नि उनीहरूको हिमाचलमा चाहिँ के हुन्छ भने पहिला उनीहरूको डिजे नाइट हुन्छ त्यहाँदेखि मात्रै उनीहरूको धाम हुन्छ धाम इज अ ट्रेडिसनल खाना खुवाउने हिमाचलमा हैन अन्त बेलुका उनीहरूको बिहा हुन्छ आई थट आई रिच अन डिजे नाइट हुन्छ नि आफू पनि इन्जोय गरिन्छ साथीहरू भेट्छ यताउता भनेर बट मेरो दिल्लीबाट चण्डीगढ जाने फ्लाइट गट क्यान्सल्ड म दिल्लीमै अड्केँ अन्त म अड्किनु त सक्दिनँ त्यो आई ह्याड टु सर्च फर अल्टरनेटिभ्स भनेर मैले बस बुक गरेँ एन्ड आई वेन्ट देयर एन्ड त्यो डिजे नाइट त मेरो क्यान्सल भयो इन्जोयमेन्ट काटिसकेपछि चाहिँ म पुगेको थिएँ बिहानको 6 बजी पुगेँ त्यही दिन चाहिँ बिहा थियो बेहुलीको होइन इट वाज सो स्याड हुन्छ नि फ्लाइट चाहिँ किन क्यान्सल भएको भने जस्तै भएको थियो नि लाइक अहिले पनि हुँदैछ इन्डिगोको के प्रब्लम हो आई डोन्ट नो इफ यु आर बुकिङ फ्लाइट फ्रम इन्डिगो क्यान्सल इट किनकि इन्डिगोको के प्रब्लम छ याद छैन इन्डिगोको फ्लाइट जहिले पाए तहिले क्यान्सल हुन्छ अहिलेसम्म मेरो पैसा ब्याक गरेको छैन त्यो इन्डिगोको फ्लाइटले मलाई अझैसम्म रिस उठ्छ त्यो हुन्छ नि जति बेला पनि म क्लेम गर्छु त्यति बेला नै उनीहरूको आफ्नो आफ्नो बहाना हुन्छ एन्ड द्याट त्यो चाहिँ एकदमै रिस उठेको कुरा थियो मलाई हुन्छ नि इन्डिगोको बारेमा बट म भिजिट गरेँ आई मेट फ्रेन्ड्स मेरो कलेजको फ्रेन्ड्ससँग भेटेँ बेहुलीसँग भेटेँ एभ्रिथिङ वाज लाइक नाइस हुन्छ नि वान डे फेल्ट लाइक 2 or 3 days किनकि रातभरिको जर्नी भेटेर रातभरि सुताइ छैन त्यसको भोलिपल्ट फर्केर जोइन गर्नुपर्ने स्कुल वाउ बेहुलीसँग भेटेँ तर म त्यो बिहाकै दिन पुगेको थिएँ द्याट वाज नो युज भने जस्तै भयो तर पनि आई फिल तपाईले अब कोही मान्छे बनाएको छ लाइफमा लाइक इफ द्याट पर्सन इज भेरी इम्पोर्टेन्ट अर लाइक हुन्छ नि अब सबैको साथी हेरे सबसे राम्रो साथी एन्ड इफ द्याट पर्सन म्याटर्स हुँदैन तिमी जुनै पनि सिचुएसनमा छौ नि एटलिस्ट गो अगर त्यो टाइमै दिनु सकेको छैन अरे त्यस्तो लट अफ टाइम दिनु सकेको छैन अरे तपाईँले एटलिस्ट उसको स्पेसल डेमा चाहिँ पुगिदेऊ जस्तो लाग्छ क्या बिकज उसलाई त्यही याद रहन्छ नि त जिन्दगीमा कि ऊ आएको थियो है शी वाज प्रेजेन्ट एट माई स्पेसल डे भने जस्तो हुन्छ नि त त्यो चाहिँ अब मेरो आई डोन्ट नो वाट काइन्ड अफ लजिक इज द्याट तर त्यो चाहिँ मेरो आफ्नै थट हो कि आई वाज देयर म प्रेजेन्ट थिएँ एन्ड आई भिजिटेड देयर एन्ड इट्स लाइक इन्डिगोले चाहिँ धोका दियो मलाई कसैले दियोस् कि नहोस् इन्डिगोले चाहिँ धोका दियो एन्ड आई इन्जोय द्याट वाज वान पार्ट अन्त मेरो ब्याक टु माई schedule हुन्छ नि स्कुल शेड्युल्स एन्ड अल एन्ड आफ्टर 3 to 4 days अगेन मेरो अर्को साथीको बिहा थियो हुन्छ नि दुईजना बेस्ट फ्रेन्डको बिहा चाहिँ एकैचोटि हुँदाखेरि चाहिँ यस्तो हुँदो रहेछ कि आफू एउटा काम गरिरहेको छ यता जानु नसक्ने उता जानु नसक्ने अब त्यो बिचमा चाहिँ मलाई यति साह्रो टेन्सन भएको थियो कसकोमा जानु कसकोमा नजानु खालको त्यस्तो भएको थियो बट आई भिजिटेड बोथ अफ देम हुन्छ नि यसकोमा म ढिलो पुगेँ इन्डिगोले मलाई धोका दिए एन्ड अल यसकोमा म यसको के भन्छ
बिहाकै दिन पुगेको थिएँ, बिहा सकिसकेको थियो तर म बिहाकै दिन पुगेको थिएँ। भोलिपल्टको पार्टी र डान्स यस्तो इन्जोय गरेँ मैले, यस्तो मजा आयो। गएँ होइन, दे वर सरप्राइज म भोलिपल्ट आउँछु भनेको थिएँ, बट आई वेन्ट एट द्याट पर्टिकुलर डे ओन्ली। अन्त मैले इन्जोय गरेँ। म यहाँ क्लिप पनि हाल्छु। दे गट म्यारिड, गड ब्लेस देम। आई होप तिमीहरूको घर एकदम मायाले भरोस् क्या। ओ इट वाज a beautiful year with a lot of heartbreak. मलाई मन पनि दुख्यो यिनीहरूको बिहा हुँदाखेरि। इट वाज अ हार्टब्रेक फर मी। दुईजनाको बिहा भयो, माया पनि लाग्यो दुईजनाको, हुन्छ नि अलिकति लाइक, तर पनि आई वाज लाइक गुड लक फर यर फ्युचर गर्ल्स, गुड लक। त्यस्तो छ मेरो। एन्ड देन दिस इज नोभेम्बर डिसेम्बरको कुरा होइन। एन्ड देन एट डिसेम्बर आई गट टु नो एन्ड इट वाज अ बम फर मी। मेरो यति साह्रो मन दुखेको थियो कि त्यो कुरा सुनेर, द्याट माई कन्ट्र्याक्ट विल नट गेट रिन्युड अरे। इट वाज अ पज फर मी एन्ड मैले केही भन्नु सकिनँ। एन्ड आई वाज लाइक ओके, म जहिले पनि अर्को कुरा ओके भन्छु, ओके नै भने। एन्ड आई एम जबलेस राइट नाउ। वाउ। अब यो इयरको बिगेस्ट लाइफ लेसन चाहिँ यो हो, लाइक अगर तिमीहरूलाई whoever is watching this video होइन, if you have many friends, you have so many people around you, if that person is disrespecting you continuously, cut a tie with that person. उसको टाई काटिदेऊ या त तिम्रो काट, तर do not get involved with those kind of people। हुन्छ नि यति बेसी डिसरेस्पेक्ट गरिरहेको छ तर पनि इफ यु आर टकिङ विथ द्याट पर्सन अर इफ तिमीहरू मिलिरहेको छ त्यो मान्छेहरूसँग भने त्यो मान्छे हैज अ राइट टु डिसरेस्पेक्ट यु अगेन एन्ड अगेन। हुन्छ नि दिस वाज माई बिगेस्ट लाइफ लेसन इन दिस इयर। अगर त्यो मान्छेले एकपल्ट डिसरेस्पेक्ट गर्दैछ भने he has a chance or she has a chance to disrespect you second time also, third time also. That person has chance to disrespect you many times. So अगर तिमीले एकपल्ट त्यो मान्छेलाई shut down गरेन भने that person will disrespect you every time. एक गरिहाल्नु पर्ने रहेछ shut down चाहिँ। that was my life, like यो इयरको बिगेस्ट लेसन हुन्छ नि। shut down गरेर आफ्नो लाइफमा बढ, आफ्नो लाइफमा राम्रो गर तिमीहरू। good luck for your life जसले नै हेर्दैछ। and this is it, this was my 2025. I want to know something from you guys। तपाईले हेरिरहेको होला अहिले पनि भिडियो। I really want to know तपाईहरुको what was your biggest life lesson in 2025 or else what you want to share। तपाईहरुले कसैलाई शेयर गरेको छैन but still you want to share, हुन्छ नि मनमै छ तर शेयर गर्नु मन छ तर गरेकै छैन अरे तपाईहरुले। what is that you want to share? You can comment down below or you can comment down यो इयरको लाइफ लेसन चाहिँ के थियो भनेर comment down below ल। अन्त आजको लागि चाहिँ यति नै, बाइ।